हेलो गाइज, वेलकम टू माई ब्लग। मेरो नाम चाहिँ सुजन कुमार। आज चाहिँ मेरो मुख्य ब्लगको प्लान भने चाहिँ के खास चाहिँ के छैन, के अरे नि पूजा गर्ने दिन आज हामी के सामानहरू काट्दैछौँ, त्यसरी भ्लग बनाइदिउँ न त भनेर बनाउनु लाग्यो। आज समीरले भ्लग बनाउँछ, म चाहिँ काट्छु, अझै सामानहरू काट्नै छ। ल समीर बनाऊ, काटेको देखाऊ है। काट्न त आउँदैन, जस्तो मिठो मिठो हुन्छ होइन। प्याजले फेरि काटेर प्याजले प्याज काट्दा आँसु आउँछ अरे पक्रेर ल्याएको छ भने चाहिँ तपाईँहरूको आउँछ कि आउँदैन कमेन्ट गर्नु। सबै सानो काट्छ नि त होइन, काँक्रा काट्ने अब है, काँक्रा त्यस्तो गर्ने त्यो गऱ्यो। अनि यसलाई तितो तितो तपाईँहरूलाई मिठो मिठो मलाई है। यस्तो हुन्छ अब यहाँ यो चाहिँ सानो भइसक्यो के छ अब यो पछि फेरि हामी गाजर नि काट्छौँ, गाजर नि छ कि फुल पूजाको दिन हामीले चाहिँ सामानहरू काट्दैछौँ। यहाँ बन्दा प्याज आलु केराहरू काट्यौँ। अब खुर्सानी त छैन, अब सुके खुर्सानी हाल्छौँ, सुके खुर्सानी हाल्छौँ। अहिले चाहिँ काटेको भिडियो बनाउनु छैन किनकि बत्ती गएको थियो, पानी परेन। चक्कुनहरू काट्ने हामीले चाहिँ दाउले काट्नु परेको छ कि गाउँले जीवन भइसक्यो यस्तै हो कि तपाईँहरू सही अरे। जस्तो हेरी नि मिठो हुन्छ। सनी हार चाहिँ कस्तो जाँदैन, अझै पछि हामी फेरि आलु र गुन्द्रुक पकाउन जान्छौँ। अरू पिठर पिन्ने चाहिँ साउनी उता अनि मैले फेरि पूजा गरेँ भने फेरि पुरा काट्नुपर्छ, पुरा सघाउने म। अरू चाहिँ हजुरलाई पूजा चाहिँ हजुरलाई काट्छ, अनि त्यहाँपछि यदि एकछिन सुतेर, किनकि आज हामी राति 1 बजी सुत्थ्यौँ, बिहान फेरि उठेर पिठा गऱ्यो उठ्न। त्यसैले हामी चाहिँ अहिले सुत्छ बेच्छ चक्कर फुल आज के गर्छ फुल देखाउँछ चटपट फेरि मिठो जाँदा त काँक्रा काँक्रा होइन। तर हाम्रो साथमा चाहिँ हर्नु उब्जान छैन कि उब्जान नभयो म भने बन्दा सन्दा छैन, बन्दा सन्दा गाजर साजर एक बोरा चाउचाउ एक प्याकेट छ। हामी चाहिँ धेरै खाइँदैन किनकि 4जना 5जना खाने त्यो 2टा चाउचाउ एउटा भुजाहरू त्यस्तो हाले खान्छ होइन। चटपट हाली मसला पनि छैन कि हामीलाई कस्तो पराउनु छ, तर पसलको जस्तै हुन्छ कि होइन, मिट मसला हाल्दैछु त होइन। कटर रहन्छ म अन्त फेरि मिठो आउँछ नि त, म पिराएर हात चाटी खान्छ नि 2 पकाउने मैले। पूजा त काट्नु लाग्यो हातमा हालिन्छ कि अहिले पिठा कुट्दै हातमा नि लागेर दुखेको छ हातमा नि गरौँ छ हामीलाई। त्यहाँनिर अब कति हालिदिन्छ थाहा छैन, काटेको जाम होइन कतिसम्म पुगिन्छ हेरलाई काटौँ यस्तो। अनि सुके खुर्सानी हाल्यो, खुर्सानी छैन सुके खुर्सानी ल सुके खुर्सानी दिन्छ, सुके खुर्सानी काट्छ पिरो हुन्छ, पिरो खानु पर्यो अचार भन्छ होइन।
हिजो मासु कति काट्ने भयो त्यो बोल्दै भयो सबै काट्यो बोल्दै बोल्दै कति काट्यो ए कति काट्यो गर्दै बसिरहेको थिएँ म चाहिँ फेरि यहाँ गाई छैन बाख्रा साख्राहरू बुकुर सुकुर ल्याएर काट्छु कि तपाईँहरूको गाउँतिर छवट भन्नु म ल्याएर काट्छु होइन त्यो गाउँदा काटेर मैले यस्तो मेरो सबैले क्या हात चाट्ने हिजो कस्ति काटेर सबैले हाल्नु अस्ति काटेर चाहिँ तपाईँहरूले हामीले भिडियो बनाउने बिर्स्यो अब नेक्स्ट टाइम आएर काट्दा भिडियो बनाएर देखाउँछु म तपाईँलाई कस्तो मिठो पकाउँछु तपाईँहरू पकाएर खानु होला मिठो हुन्छ सबै गाजर धुएर चाहिँ गाजर धुन्छ यो मिस्टेकली बनाइरहस् सबैले चाहिँ गाजर धुन गएको र हामीले चाहिँ खुट्टा काटेको अलिक मिस्टेक भयो अलिकति फेरि हुँदैन गाइस हेर्नु नि कस्तो काट सुकेको हुन्छ मान्छे सुकेको छ कि घामलाई पटेको छ अब हरुस त बेसी दुःख पाइँदो रहेछ गाइस डुबे गएको भए त हुन्थ्यो आज हाम्रो गाउँतिर चाहिँ 1 हप्ता भयो लगातार पानी परेको आज चाहिँ सबैभन्दा ठुलो पानी परेछ बत्ती आज त्यही 4-5 चोटि गइसक्यो बिहान के भए हो होइन बत्ती किन आज हाम्रो गाउँतिर चाहिँ दिनमा जान्छ अस्ति 1 महिना बत्ती अफ गरेर बत्ती बनाए के भयो खै जताभाइ त्यता हर्नु रुखसो काटेँ दिनको दिन जान्छ त्यो के भयो गाइस एक महिना काट्दा त आउट गर्नु लगातार नि अब मेरो हात खोल्छ होइन अचार अहिले यो चाहिँ काटेर राखेको अनि यो चाहिँ खाइबेला बोल्ने हो यो चाहिँ मैले बोल्छु होइन अनि के अरूले बोल्छ म चाहिँ फेरि पुरा सफा जानुपर्छ अनि रगतै बनाइदिन्छु म हेर्नु नै खाइन्छ होइन अरूलाई मैले यो अस्तिले कस्तो रगत बनाएको थिएँ है बिगारी बाटी गरेर रातै भएको थियो यस्तो गाजर आँटा त आउँदैन खट्टाइ हाल्ला हो है मिठो होइन जस्तो मिठो छ फेरि गाजर हाल्नुहोस् त तरकारी पाउनु जानु पर्यो मलाई धेरै टाइम पर्यो काम चाहिँ फेरि लत्तु गर्नुपर्छ है गाइस गाउँले जीवन हो त हामी गाउँले जीवन भएपछि काम त गर्नुपर्छ के तपाईँहरू अरू काम गर्नु होला सहरीहरू गाउँलेहरू जीवन गाउँलेहरूले चाहिँ कमेन्ट गर्नु ल गाउँले सहरीहरूले चाहिँ कमेन्ट गर्नु म गाउँले म सहरी भन्दै गाजर चाहिँ मैले काट्छ भने यसरी काटेँ हेर्नु काट्न आएन के गर्नु सिक्योरिटी मान्छे कोही छैन फर्स्ट टाइम गाजर हालेको कस्तो हुन्छ थाहा छैन मलाई रुवा पनि लागेको थियो पानीमा धेरै हिँड्यो हो गाउँले जीवन कहिले यता घाँस हाल कहिले उता बाख्रा जिक्सी गरेर गर्दा कहिले हो झ्याउ लाग्छ गाजर मिठो गरेर हाल्दैन होइन अहिले चाहिँ पूजा गरेको देखाउँछु भनेको बत्ती गएर मलमा चार्ज नगरेर देखाउन सकिनँ अहिले चाहिँ चटपट चाहिँ बनाउनु चटपट बनाएको चाहिँ देखाउँछु है आजको दिनको काम यही हो दाइ काँक्रा काटिरहनु भए चटपट हामीलाई आउनु है तपाईँहरू नि उता हाम्रो मम्मी चाहिँ पुलाउ बनाउनलाई पिठा कुटिरहनु भयो पुलाउ पुलाउ कस्तो हुन्छ बेलाई हुन्छ तेरो बे हो आज अब मेरै बे हो चटपट त्यही भएर गर्नु भए रातो हुन्छ मेरी ल ल तपाईँलाई चटपट खाना मन लाग्छ भने छिटो आउनु अरू सम्पर्क राखेर
काटेर काट्दै ब्रज दाइ काक्रा काटिरहनु भए चटपट हान्नुलाई आउनु है तपाईँहरू नि उता हाम्रो मम्मी चाहिँ पुलाउ बनाउनलाई पिठा कुटिरहनु भयो पुलाउ हो पुलाउ कस्तो हुन्छ त्यसलाई हुन्छ तेरो बिउ होला अब मेरै बिउ हो चटपट त्यही भएर अघि नै गर्नु भए अस्तिसम्मको हजुर तारिक मात्रै हो अस्तिसम्मको हजुर तारिक मात्रै हो यतिको भाषा छैन होइन राम्रो काट्नु भएको दाइ हजुरले इन्डियाको दाल छोराले काटेर जस्तै मैले जस्तै काटेर छु तर काट्दा डर लाग्यो यता त काट्दा चाहिँ मसिनो भएन केही छैन मिठो चलाउने काम गर्न जान्ने छिटो है हाम्रो दाइ ठाउँमा आउनु सिकाइदिनुहुन्छ यस्तो चलाउनु काट्नलाई बनाउनु परेछ काँक्रा चाहिँ जाँदा हिस्कियो हान्नु चटपटी खानु मन लाग्छ यहाँ चाहिँ भालेबाजी लुङ्गी फुटबल क्लबमा हारेर यहाँ चाहिँ भाषण दिइरहेको छ लुङ्गी क्लबमा घरमा हाम्रो खोला राति यस्तो भएको हामीले सुनिरहेको हो टिपरलाई चाहिँ गाली दिइरहेको धेरै सुकेर हेर्नु यसरी भुजाएर परेर पोल्छ अहिले हरियो हुँदैन नभए सुके हुँदैन हाल्नु पर्छ कुनै दिन सुके हुन्छ नि यस्तो गर्नु पर्दाखेरि के मिठो लगाएर कटहरू छ रगहरू पुलिस हाल्दिनु न आँखा पोलेर हेर्नु पङ्खा लाग्छ पङ्खालाई हामी ल दाइ तपाईँलाई लगाइदिएछु अब एकमा लगाइदिएछ तिनमा लगाइदिएछ ल तिनमा लगाइदियो अब त आँखा पोलिरहेको छ नि यहाँ प्याज खाएर चाहिँ मेरो चाहिँ आँखा बढाएर सक्छ तपाईँहरू घाउ चाहिँ गाउँदैन हाम्रो दाइको चाहिँ फेरि पसल जस्तै चटपट हुन्छ यति मिठो ओ लोकल टमाटर हाल्ने कि बजार टमाटर हाल्ने जुन हाल्नु नि हुन्छ त्यही भएर बजारको टमाटर छ हाम्रो घर दाइलाई चाहिँ पक्रा है म चाहिँ उलिन जान्छु फोनमै माग्ने पप्पी कति साह्रै नट्टी फोनमै माग्ने पप्पी कति साह्रै नट्टी मनले के सोच्यो मलाई सुनानी काले के बोल्यो मलाई काले के म चाहिँ टमाटर दिन आएको हेर्नु हाम्रो घरमा ससु सबै छ सुविधा सबै भएको छ लाउनु कति मिठो बनाउनु भएको त हेर्नु त यहाँ चाहिँ हामीले अझै काँक्रा खुर्सान केरा के अरे प्याज हालिदिएको अझै टमाटर काट्दा चाहिँ यो चाहिँ हाम्रो दाइ फट्टु कालो कालो यता चाहिँ हाम्रो मम्मी दाजु अझै दिदी उता चाहिँ हाम्रो काकी हाम्रो भाइ कहिले भएको धोती सबैलाई पिट्ने म जित्छु भन्ने बिहानभरि काम नगरी सुत्ने दाइलाई काम लगाउने दाइ चाहिँ 10 बजीसम्म सुत्ने दाइलाई चाहिँ सुत्न नदिने 5 बजे उठाउने उता आमा चाहिँ के काम लाउने अझै यहाँ बन्दा काटेर राख्छु चक्करको लागि बन्दा मिठो थियो खै के अरे नाम नि आयो
मार्दै छ भने नि
कहिले खाने होइन आधै खाएर आउने हो 2 मिनेटै आउने हो लो 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 हातले मन दिन्छ है हातले मन लियो चम्चाले खिचाइ मन जाय भन्न हेर्नु मिठो मिठो होइन दुईजना चाहिँ बनाउनलाई सपोर्ट गर्ने हामी चाहिँ खाने मात्रै हो Nodok. Ina itu beneran coba handle bade गर्ने बोल्छस् बडी फेरि सुमन्द्रमा चाहिँ पासु नि यो दुईटा कमेन्ट पत्रिका आएन तर्पण बढी भन्दा आयो ओहो भन्दा म त कस्तो मुख लाग्छ भने मेरो त रसा छैन तल बोल दिन्छ रसा न तल बोल दिन्छ के बोलेको नि सुला न लाइक गर्नु त त्यहाँ तँ गाए भन्छौ किनभने तर्पण के त
वाइफाई पाँचवटा बोलको लेना